ल आज 2082 साल कार्तिकको 13 गते आज मौसमविदले चाहिँ पानी पर्छ भन्ने कुरो गरेको छ। त्यही भएर चाहिँ गाडी साडी पनि त्यति चलेको छैन, सुनसान छ। इलामको मौसम हो यो चाहिँ। इलामदेखि मैले टाढा टाढाको भ्यूहरू लिएर चाहिँ तपाईँहरू सामु पस्किँदैछु है, हेर्नु होला। आज चाहिँ एकदम दिन बिग्रेको छ। आज 13 गते हो कार्तिकको 2082 साल। त्यो भएकोले गर्दाखेरि सबले हेर्नु होला, इलामको मौसम हो यो। म हिँडिरहेको छु, अहिले बजार जाँदैछु है। त्यो भएकोले गर्दाखेरि मेरो अर्जुन भाइ आजको मौसमको बारेमा थोरै भनिदिनु होला। तपाईँ अगाडि अगाडि कुद्दै हुनुहुन्छ, 2 शब्द दिनुहोस्। आजको मौसमलाई चाहिँ तपाईँले कस्तो किसिमले बुझ्नु भएको छ भाइ? आजको मौसम भनेको यो के अरे नरामै खालको मौसम छ आज। आज बिहान पानी सायद बिहानदेखि परेको पानी चाँडो झट्ट रोकिने खालको मौसम होइन, देखिएको छैन, देखिएको छैन बुझिएको छैन यो अवस्था हेर्दा। यो अवस्था ल त्यो भएको कारणले गर्दाखेरि हाम्रो मान्छेहरूलाई पनि आवाजावतमा चाहिँ सचेत रहनु भन्नु पर्ला होइन? तर इलाम ग्रिनले हालिसकेको छ अरे। त्यो पनि एउटा मान्छेलाई खरे जानकारी भइसकेको छ है। ल यो बाटोमा केही गाडीहरू कुदेको छ त मेरो भाइ? खै अहिलेसम्म देखिएको छैन। गुड, त्यो भएकोले गर्दा मान्छे सचेत भइसकेको छ। ल यति जानकारी गराउँदै मैले तपाईँहरू यो युट्युब मार्फत यो भिडियो पसेको छु, हेर्नु होला है। ल हो नि बहिनी कता हिँडेको? ल है त।